आज चाहिँ अब हामी फुटबल खेल्न जाँदैछौँ। हाम्रो सर पनि आउँदै हुन्छ पछाडि। यो चाहिँ प्लेन है, रकेट जस्तै गरेर हिँड्छ यहाँ चाहिँ। अनि आज चाहिँ धेरै पछि घाम देख्न पाइयो, एकदम राम्ररी घाम लागेको छ। यहाँ चाहिँ हाम्रो ट्राम चढ्ने ठाउँ हो। यहाँको चाहिँ राम्रो चाहिँ के छ कुरो भन्दाखेरि ट्राम कति समयमा आउँछ भन्ने कुरो चाहिँ त्यहाँ अगाडि नै एलइडी बोर्डमा चाहिँ लेखिदिइरहेको हुन्छ क्या। हामी चाहिँ पर्खिरहेका छौँ, हाम्रो ट्राम आउन चाहिँ अब 3 मिनट बाँकी छ। पनि आयो। अब चाहिँ हामी ट्राम चढिसकेका छौँ र हाम्रो आजको मुख्य खेलाडी चाहिँ कहाँ हुन्छ। आजको हाम्रो मुख्य खेलाडी उहाँ नै हो। ल अब चाहिँ हामी हिँड्यौँ, मैदानतर्फ हिँड्यौँ। अब हामी अघि बढिसक्यौँ। अब यहाँनिर चाहिँ बाटो काट्ने कस्तो छ भन्दाखेरि सिस्टम के छ भने रातो बल्दाखेरि चाहिँ रोकिनुपर्छ होइन। बाटो खाली नै हो भने सबै रोकिन्छ नि, त्यही भएर हामी पनि रोकिन्छौँ। अब त्यही हो कुरो। सबभन्दा राम्रो चाहिँ के भन्दाखेरि मान्छे हिँड्नको लागि यो छुट्टै छ फुटपाथ, अनि यो रातो लेन चाहिँ साइकलको लागि। यहाँ चाहिँ अहिले यति जाडो छ कि यो पोखरीको पानी पनि जमेको छ क्या। अनि यो बाटोमा हिँड्दाखेरि यो बाटो यति चिप्लो छ यहाँनिर चाहिँ, माथिपट्टि त्यो आइस जमेर चाहिँ हिँड्न पनि अलिक अप्ठ्यारो हुँदो रहेछ यो समयमा चाहिँ यहाँनिर। फाइनल्ली अब चाहिँ हामी हाम्रो गन्तव्य स्थल आइसक्यौँ होइन। केटाहरू अघि नै आएर चाहिँ खेलिरहेका रहेछन्। हामी चाहिँ आउन ढिलो भयो, आज 10 बजी आउने आइपुग्नु पर्ने कार्यक्रम थियो। हामी चाहिँ अब उठ्नै ढिलो उठ्यो, 9 बजे। ल हामी चाहिँ फाइनल्ली हाम्रो डेस्टिनेसन आइपुगेका छौँ। आज हाम्रो चाहिँ म्याच अघिदेखि चालु भइसकेको रहेछ। म नआइकन केटाहरूले कसरी म्याच चालु गरे भन्ने कुरा भयो क्या यहाँ। फेरि एन्सर के भन्छ तपाईँ? अब म जुत्ता लगाइहाल्छु। मेरो नयाँ जुत्ता म लगाउन गइरहेको छु होइन। नेपाल हुँदा कहिले बुट किनेन, विदेश आएपछि बुट किन्नु छ। ल अब जुत्ता लगाइसक्यो, म फर्ममा आइसकेँ। धेरै जाडो छ, त्यही भएर पुरा बलै लगाएर खेलिदिने हो। मेरो जुत्ता पनि हल्का देखाइदिइहाल्छु म। कट्टु सट्टु लगाइदिएन किनभने साह्रै जाडो छ। सर्कने बुट नयाँ नै हो। कसरी बुट देखाइदिनु न तपाईँको?
ल अब चाहिँ हामी यहाँ फुटबल खेल्न आँट्यौँ। Remember the days we were young, wild and free, basic. मैदान प्रवेश गर्न आँट्नुभयो। ल ठिक छ दाजु। ल खोइ त्यही कलर राम्रो भनेर ल्याइदिएको त, आकाश जस्तै कलर ल्याइदिएको। दाइ यहाँ बुट लाएर रेडी भइसक्नु भयो, तर यहाँ कोही खेलाडी सब्स्टिट्युटमा ननिक्लिने भएको कारणले गर्दाखेरि चाहिँ होइन म भ्लग बनाउन थालिसकेँ दाजु। ल खेलाडी मैदान प्रवेश गरिसक्नु भएको छ। अब हाम्रो चाहिँ हल्का ए दाजु भ्लगमा आइको नि इङ्ग्लिस Normala weise, wenn deine Leute sind hier, geh in Elman Park. Better than here. That's another problem. We have यहाँ चाहिँ हाम्रो दुईवटा साथीहरूले चाहिँ मैदान खाली गराउने भन्दै Yeah, it's wise. Our normalerweise when we come in here, yeah, these are going in Elman Park. Dry monat hatten wir in Elman Park jetzt. Und nur heute haben wir hier. Ja, dann gehen die anderen Platz. यहाँ चाहिँ खाली गर भन्दै हुन्छ, तर हाम्रो चाहिँ आज मात्र खेल्न पाइयो भनेर चाहिँ हामी यो ग्राउन्ड खाली गर्न मानिरहेको छैनौँ हामी। खेल्यो क्या सर यहाँ भ्लगमा यार तपाईँ भ्लगमा यार आएर खेल्नुहुन्छ यार, झन्डैले गोल लाग्यो। कोही निक्लिने रेस्ट गर्ने भन्दा म छिरिहाल्छु। We used to dance the night away, hang out the whole next day, laughing, having fun. ल हामीले आजको म्याच चाहिँ खेलिसक्यौँ।
ब्लग बनाउँदै ल अब सबैजना प्याक गर्दैछौँ हामीहरू ए मेरो हो मेरो बोतल होइन नि त्यो त थर्मस गुड मेरो हो मेरो ल आज चाहिँ हाम्रो सक्यो अब हामी अर्को हप्ता फेरि आउँछौँ हामी यहाँ आउँछौँ कि कता आउँछौँ अर्को हप्ता दाइलाई हेरबाट खेलाइदिइहालौँ ल The days we were young, wild and free, basic getting sprung. तपाईँले सेयर गरिरहनु भएको छ बालेन्द्र रवि मिलेको तपाईँको के छ धारणा यस्तो मन्दिर भन्नु त बालेन्द्र रवि त केपी ओलीको महेश बस्ने जस्तो त्यस्तै बालेनको म हो बुझ्यौ ठिक छ ल अरूको कसैको केही छ त्यस्तो धारणा भने व्यक्त गर्न सक्नुहुन्छ है तपाईँ त टाढै बस्नु राजनीतिबाट टाढै ल ठिक छ अब चाहिँ हामीहरू गेम खेलेर फर्किँदैछौँ हाम्रो ट्राम चाहिँ अलिक परपट्टि लाग्छ र यहाँ चाहिँ कस्तो हुन्छ भने ट्रामको चाहिँ स्ट्यान्ड हुन्छ जहाँ पनि यतिबाट नेपाल गस्ती चढ्न मिल्दैन अनि हामी चाहिँ अहिले जाँदैछौँ घाम लागिरहेको छ धेरै पछि घाम लागेको यो प्रायः जस्तो म बसिरहेको ठाउँमा चाहिँ घाम नलाग्नेहरू चाहिँ धेरैजनाले चाहिँ यो भिटामिन डी खानुपर्ने हुन्छ अनि यहाँ चाहिँ धेरै पछि आज घाम लाग्यो 2-3 दिनदेखि चाहिँ घामै लागेको थिएन यहाँ हिउँ पर्ला जस्तो भएको थियो अनि यहाँ अर्को कुरा भनेको चाहिँ घाम लागे पनि यहाँ हावा चलिरहन्छ साह्रै जाडो हुन्छ त्यो चाहिँ हामी चाहिँ अब आजको गेम सकेर ठ्याक्क घर आइपुग्यौँ अब आज चाहिँ हामी सकेर फाइनल्ली घर आइयो अब अर्को भिडियोमा फेरि भेटौँला है त बाई